साथीहरु मेरो न्यू ब्लगमा नमस्कार छ हजुरहरुलाई। आज चाहिँ म सुब्बा देउराली मन्दिर दर्शन गर्न गएको छु। हामी चाहिँ सुब्बा देउराली पुगिसकेका छौं। भर्खरै पुगेर चाहिँ गाडीबाट सुब्बा देउराली मन्दिरको लागि सामानहरु पूजाको सामानहरु किन्ने कार्यक्रम सुरु हुँदैछ। त्यसपछि दर्शन गर्ने कार्यक्रम सुरु हुँदैछ। गाडीबाट झडिसकेपछि मैला पार्टीहरुको हालत हेर्नुस् साथीहरु। अहिले गाइजहरु हामी चाहिँ मन्दिरमा प्रवेश गर्दै सुब्बा देउरालीको मन्दिरमा लाइन लाग्नु पर्छ। प्रवेश गर्नलाई हामी चाहिँ लाइनमा लागिरहेछौँ। सुब्बा देउराली नानी पनि छ, छोरी पनि छ, मेरो छोरी। बुढी चाहिँ पूजा गर्नको लागि लाइनमा लागिरहेछ। पूजा गरिरहेछ। हो त्यहाँ यसमा चाहिँ तपाईको अगरबत्तीहरु जलाउने अनि गर्ने। त्यसपछि तपाईहरुको सरर पारेर यता घुमेर तपाईको अगरबत्ती जलाएर चाहिँ पूजा गर्ने कार्यक्रम चाहिँ सुरु भइरहेछ। धेरै मान्छेहरु हुँदा रहेछन् साथीहरु सुब्बा देउरालीमा चाहिँ। अगरबत्ती जलाउने नै मान्छेहरु कति धेरै लाइन लगाएर बसिरहेका हुन्छन्। पालो नपाएर हैरान हुने के लास्टै भिडभाड हुँदो रहेछ। साथीहरु सुब्बा देउराली मन्दिरमा चाहिँ आउनु होला सबैजना। एकचोटि दर्शन गर्नुपर्ने ठाउँ नै हो सुब्बा देउराली मन्दिर भनेको। सबैजना मिलेर चाहिँ आउनु होला घुम्नलाई। राम्रो छ ठाउँ। पहाड भएको मन्दिर, पहाडको छेउमा मन्दिर, एकदमै भिडमा भएको मन्दिर चाहिँ एकदमै रमाइलो छ। हजुरहरुले चाहिँ एकचोटि भिजिट गर्न सक्नुहुन्छ। भिजिट गर्दा चाहिँ राम्रो हुन्छ। अब चाहिँ तपाईहरुको अगरबत्ती जलाएर पूजा गर्ने, त्यसपछि तपाईको नरिवल फुटाउने ठाउँ चाहिँ जाने नै सुरु हुन्छ तपाईहरुको कार्यक्रम चाहिँ यसरी। यति बेला मेरो छोरी हराएर मलाई तनाव भएको के खोज्नले। मान्छे लास्टै भिडभाड हुँदो रहेछ। कता हो कता गइहाल्ने के देखिँदैन। ग्लास पनि यसरी राखेको हुन्छ, सिसाहरू ऐनाहरू। आफूले हेर्दै पूजा गर्दै ओखर फटाउँदै पूजा गर्दै गर्ने ठाउँ चाहिँ यही हो साथीहरु। आउनु होला तपाईहरु पनि भिजिट गर्नु होला। एकचोटि गएर रमाइलो गर्नु होला। अब पूजा पाठ गरिसकेपछि हजुरहरुको चाहिँ लहर ध्वजाहरू के छ भाकल गर्ने माग्ने त्यहाँ गएर त्यो ठिकमा गएर चाहिँ बान्नु पर्दो रहेछ। बान्न गइरहेछ। बान्ने काम भइरहेछ। यो चाहिँ पूजा गर्ने, पूजा गरेर भइसकेपछि गएर चाहिँ ध्वजाहरू लहर ध्वजा बानेर चाहिँ भाकल गर्दै हाम्रो म्याडम चाहिँ साथीहरु मजाले है बान्नु पर्दो रहेछ। यो लगाएको बाहिर के भन्छ त्यसलाई, जालीमा चाहिँ तपाईको ध्वजा बान्ने अनि दर्शन गर्ने, ढोक गर्ने, सब गर्ने, पूजा पाठ गर्ने। यो चाहिँ तपाईको मन्दिरको भ्यू चाहिँ यस्तो छ। यताउता पहाड छ सबैतिर, खोला छ साइडमा। यसरी मजाले भिडभाड लास्टै भिडभाड हुन्छ। नानी हराएकी यता मम्मी गइकी छिटो के खाने अब जाने हो खाना। यो सम्भव छन्तेल हराएर हाम्रो डुल्छ है। हराए खा जाने हो पूजा गरेर। हस् अनि घर जाने है। हस् उताबाट जा, उतापट्टि जा, उता के ल ल यहाँ हो चाहिँ
दिदीले हाल्यो त्यहाँ यहाँ कहिले त्यहाँ हाल्दी किन त्यहाँ हाल्यो आउँछ कोही त छ पति खाने हो ल यहाँ खुर्क हिँड अहिले तेरो मम्मीहरू कहाँ गइगे कहाँ गयो तिमीहरू यता गए जाउँ सुप्पा देउरा पोके पोके खाने हो कसले काटेर गाइज म मन्दिरबाट निस्केर अब जाँदै है गाइजहरू हामी मन्दिरबाट निस्केर जाँदैछौँ भात खाना हो होटेलमा अनि भात खाएर फेरि त्यसपछि कोलपुरको यात्रा सुरु हुन्छ गाइज होइन त्यो पछाडि मेरो छोरी पनि नाचिरहेको छेस अनि यो हो तिनीहरू सब हाम्रै मान्छे हुन् आफ्नै मान्छे हुन् घर आउन् यिनीहरूलाई यतै बेच्यौँ कि भने आउँछु गाइज ल गाइज बाटो चाहिँ एकदम खराब रहेछ भनेपछि हाम्रो उकालो उकालो चढेर पहाड चढेर आउनु पर्ने चाहिँ गाइज होइन तपाईँहरूलाई के भनौँ म तपाईँहरू पनि सम्झिनु होला राम्रोसँग आउनु होला सुब्बा देउरालीमा घुमेर चट्ट लाएर दर्शन सर्शन गरेर जानु होला गाइज म त दर्शन गरेर फर्किसकेँ मेरो फेरि दर्शन एकदम छिटो हुन्छ क्या फास्ट छिटो है रफ्तार हुन्छ मेरो दर्शन चाहिँ गाइजहरू होइन ढिलो किन गर्छन् क्या यिनीहरू छिटो है नानी छिटो आ बाबु आइज आऊ 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 हो आऊ आऊ न छिटो ल भइगयो ल होइन ओ दाइ आऊ भाइ आऊ भाइ आऊ भाइ आऊ दाइ हो दाइ आऊ नानी र मसँग नानीले बन्दुक किनेको छ यो बम देखायो पिस्तुल देखाइदेऊ हो मेरो छोरीले पिस्तुल देखाइदिन्छ अरू चाहिँ अर्को सम्भव छन्त्याल मेरो भान्ज अनि हामी यसरी चाहिँ गाइज गइरहेछौँ होइन यो बाटो घल जाँदैछौँ घल खा खान जाँदैछौँ नानीले भनेको छ खाना खान जाने हो त्यही हो हाम्रो गाइजहरू है सुब्बा देउराली दर्शन गरेर भ्याइयो ल साथीहरू है यहाँको पूजा सकाएर अब हामी हिँड्दै हो यसै लागिहाल्यौँ ल गाइज हामी गयौँ है जाउँ है भ्या भोक लागिसक्यो मलाई जाउँ बाहिर खिच्दिनँ अब म त लागेँ हो फोटो खिच्ने नानी खै हाम्रो आइज गाइज अब मन्दिरबाट ओके